भएको यता हेर न हाई भन्न भन्न हान्छु हाई भन्न यता हेर्नु चिन्ता नाना चिन्ता नाना हेर्नु हाई भन्नु यता हेर्नु न खोइ हाई भनेको हाई भन्न भन्न खोइ यो खोक्टाङ बेचेर पैसा कति कमाएको झन् है अब अटो पनि आएको छ त नि अनि आज हामी चटपटे खानु जाँदैछौँ ग्याङसँग मेरो ल्याङ भने बाँकी तिर्नु पर्ने छ आज चाहिँ यसो अनुहार देखाइयो आज चाहिँ चटपटे पसलतिर पनि यता हेर्न यसो हौ त्यस्तो गर्न सुन्दर कपाल त कम्ती लामो छैन हौ यहाँ हेरौँ त नि यस्तो पैसाहरू तिर्नु पर्ने छ त नि चटपटे पसलतिर गाह्रो छ हौ मलाई त चटपटे खाएर यतिकै यता हेर्न बसिरहेको छौँ कस्तो अनुहार देखेको हौ यता रहेको छ पुक्स यता हेर पुक्स औ पुक्स यहाँ चाहिँ पुक्स रहेको छ पुक्की हेर्न कस्तो हाल त हामी चटपटे खाएर फर्केको यता यता देख न चटपटे यति चटपटे बोकेर गएको छ रमा चाहिँ यता नि सुन्दैन न हाई भनिदिनु न हाई भन चार 5 बज्न आँट्यो अनि मैले नि अघि म त्यो सुकै तर तपाईँको लामो भएर नसुकेको नि यस्तो यता बाहिर कस्तो राम्रो छ क्या यहाँ चटपटे खाने ठाउँ हो अनि यता चाहिँ हिँडिराखेको छन् कसले कुर्था र कट्टु लाउँछ हेरमा यता हेर कसले कुर्था र कट्टु लाउँछ मैले पनि तर कुर्ता र कट्टु नै लगाएको चाहिँ अहिले किनकि गर्मी छ नि त अनि कुर्ता र कट्टु लाउनुपर्छ यहाँ चाहिँ हाम्रो गाडी हामी चाहिँ यहाँ चौतारामा बसिरहेछौँ आजसम्म पनि घर चाहिँ पुगेको छैनौँ है हामी चाहिँ यता हेर यही छ भन्नु न सुन्ता नाना यता चाहिँ हुनुहुन्छ सुन्ता नाना सुहानाको मम्मी अनि यता चाहिँ रहेको छ रमा र कस्तो राम्रो देखेको हाम्रो चाहिँ गाउँ जाने बाटो यो चाहिँ अन्त अनि अहिले चाहिँ हामी चटपटे खाएर घर जाँदैछौँ घरको मान्छेहरूले उडाउँछ होला आजको दिनमा चाहिँ कस्तो लागिरहेछ केही बोल्न हौ 2 शब्द बोल्न मेरो भ्लगमा भन्न चाहिँ ठ्याक्क गाउँ पुग्नु आँट्यौँ घर हाम्रो गाउँ चाहिँ यस्तो छ यहाँ त कस्तो राम्रो देखेको यो चाहिँ बले पाण्डुको घर हो के हो मैदा छैन आँटा चाहिँ छ अनि सुमीले पनि भने त यो चाहिँ यताबाट जानु यो चाहिँ हाम्रो गाउँ हो अनि त ठ्याक्क यो डाँडा यहाँ चाहिँ फोटो खिच्नु चाहिँ अब एक दिन अनि यो चाहिँ फर्स्ट घर हो क्या हाम्रो गाउँको अनि यता छ यता नै छ रमाको घर चाहिँ अनि त हाम्रो गाउँ चाहिँ यस्तै छ अटो पनि छ हाम्रो गाउँमा अनि हाम्रो गाउँमा चाहिँ पानीको धारा पनि छ अन्त एकलौटी सम्पत्ति अनि यहाँ चाहिँ बाख्राहरू कस्तो राम्रो यो चाहिँ के हो है भन्नु रे क्या अनि यहाँ हुनुहुन्छ हाम्रो गाउँको परिवेश केवल फागो अनि म यहाँ हाम्रो गाउँमै जन्मेको मान्छे हो अनि अब इन्टरभ्यू लिन आउँछ मेरो यहाँ चाहिँ गङ्गडा खाने मामा हुनुहुन्छ जिउँदै गङ्गडा कहाँ चाहिँ गङ्गडा चाहिँ फेरि छिटो सोध्नु न
अनि यहाँ चाहिँ खतरा फाइट पर्यो विराटको। यहाँ चाहिँ खतरा फाइट पर्यो विराटको। गाइस अनि मैले चाहिँ हिजोको भिडियोलाई चाहिँ कन्टिन्यू गरेको आज। अनि आज म मार्गीले यतिकै बसिरहेको छु। अनि नाइ भनिदिनु हाई निनीको ब्लगमा। अनि म चाहिँ अघि कति बजी उठ्यो, बिहान 7 बजीतिर उठेको। अनि उठेर यतिकै लुगा मात्रै धोएर हाल्नु मैले तातो पानी तातो राखेको निकाल्दै त्यो फोन चार्ज। लुगाहरू मेरो चाहिँ म चाहिँ घर लिप्नुको लागि चाहिँ माटो लिनुपर्ने छ। यसमा बाल्टीमा माटो लिन्छु। यहाँ तलबाट देउली पनि गोबर लिएर घर लिप्नु पर्ने छ। हिजै घर लिप्नु पर्ने, हिजो चटपटे खानु गएर त्यतिकै। यहाँको पक्कै छर्नु भएको छैन हो, छैन होला। यहाँ चाहिँ पारी यस्तो घाम लागिरहेछ आजको दिनमा। मेरो त मार्गीले माने रहेछ मलाई त। यस्तो झन् सुती बस्छ भने झन् साह्रो पार्छ र यसो झन् तङ्ग्रिम कि भनेको झन् साह्रो। टाउको त्यस्तो गिरी दुखेर। उता चाहिँ मेरो कुमाको कपुरथान छ। अनि यहाँ चाहिँ अब भोलि जोतेर उयो गर्नुपर्ने, अदुवाहरू रोपिराख्नु पर्ने छ। यहाँ चाहिँ अस्ति म सुमी अनि भाइहरू भएर यहाँ मल हालेको सुपारीको यस्तो फेदमा चाहिँ। अनि यो कोलाहरू चाहिँ कोपारा मैले रोपेको क्या यो, तर यो झारै झार्छ अब मजाले सप्रेन हौ कोलाहरू। यस्तरी कोलाहरू पनि म ढलिरहेको छु इत्रो नै घरि पनि। मलाई त त्यस्तो मन पर्दैन कोला त पकाइ खानु पनि। अब यो देउलीको माटोलाई यसरी खुट्टाले हानेर भत्काएर लानुपर्ने हुन्छ। खोइ हो भत्किँदैन त फेरि। अहिले अप्ठ्यारो हुने रहेछ। साह्रो तातो, मेरो जिउै तातेर हो कि के भएर साह्रो मलाई त साह्रो तातो हुनु थाल्यो त हौ। किन लानुपर्छ भनेर धेरै लगाउने नि उयो हुन्छ हो। सबै उयोहरू काट कस्तो मजाले ततिर चाहिँ चराहरू परेर छ शान्त गाइसिन। अब चाहिँ घर जानुपर्ने हुन्छ। कति बजिसक्यो 9 कति बजिसक्यो। ढिलो मात्रै हुन्छ अहिले फेरि एकछिनमा के गर्दा दिउँसो हुन आँटिसक्यो। झन् मरे हौ म सकिन्छ होला हौ। कुन्दाको मान्छेहरू यस्तो भइरहेछ कि यस्तो माटो बोकेर जानु पर्ने हुन्छ घर। चाहिँ अब पानी लाएर भिजाइराख्नुपर्छ यसरी। भिजेपछि चाहिँ अनि सजिलो हुन्छ मलाई। भरे माटो भिजाइ पानी लाएर भिजाइराख्नुपर्छ।
आधी एउटा कोठा चाहिँ घर लिपिसकेँ यहाँ टक्क। अब बाँकी रहेको छ यहाँ यस्तो बढालेर लिप्नुपर्ने छ। क्यामेरा त कस्तो हातले छोपेको यहाँ हात पनि यस्तो भइरहेछ। बढालेर एकछिन त्यहाँ सुकोस् पनि अनि लिप्छु। अब उफ अनि यो सकेर फेरि मेरो काम त कति छ नि काम कुरो त। यो चाहिँ भर्खर उयो गरेको किचन हो कि त्यही भएर यो खाल्टाङ खुल्टुङ यो कस्तो साह्रो परेको हामीलाई यो कुपाएर मलाई पुर्नुको लागि पनि यो मिलाएर अझैसम्म उयो भएको छैन यो मजाले। यता चाहिँ हाम्रो कोपाले यसरी दाल राख्यो भने चाहिँ कुहिँदैन अरे क्या। पछि बिउ राख्नुभएको यो दालहरू चाहिँ। अनि आज मैले पानी राखिदिएको छु। हाम्रो कोपा चाहिँ कताबाट के लिएर आउनु भएको बा? के लिएर आउनु रहेछ? म घर लिप्नु सुरु गर्छु अनि यति घर लिपिसकेर चाहिँ बेच्नेछु। अब यति छ अघि देखाएको जति। अनि एउटा कोठा लिपिसकेको छ त्यसपछिबाट बेच्नेछु हजुरहरूसँग। आमा चाहिँ यो तास्दैछ है काम नभएर चाहिँ काम गर्दैछ। यता चाहिँ देमा हुनुहुन्छ पानी पर्न आँटिरहेछ। अब चाहिँ परोस् पनि हो पानी। यो चाहिँ रमाको डाँडा अरे देखा त। यो चाहिँ रमाले तासेको अरे यत्रो गफ चाहिँ फेरि यति चाहिँ तासेको छ यसले। मिकल यसले न हाई भन्। हाई भन् न फेरि भरे त आउँछस् क्या। नमस्ते म चाहिँ मिकल लिम्बू भन्न। नमस्ते रमागा यो भन्नु न। म किन चिन्न मलाई सबै चिनिहाल्छ नि। सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई भन् त। कटु